नमस्ते। मुटुभरि देशको माया हुँदाहुँदै पनि छातीमा देशको तस्विर सजिए तापनि विदेशी कर्मभूमिमा बसेर पसिना भोग्नुपर्ने तपाईँ हाम्रो बाध्यता हो। जन्मभूमिलाई कर्मभूमि बनाउन नसक्नु धेरै कारण हुन सक्दछ अनि थोरैको रहर र धेरैको बाध्यता हुन सक्दछ। जन्मभूमि नेपाल, यहाँको माटोमा मिठो सुगन्ध छ, सौन्दर्य छ, मौलिक संस्कृति छ अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ। आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ। विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर राजनीतिक परिस्थितिको सामना गरिरहेको छ। गौरवशाली वीरहरूको, सगरमाथाको अनि गौतम बुद्धको देश नेपाल आज अनेकौं भीष्म र जटिल परिस्थितिमा फसेको हामीमाझ स्पष्ट छ। हामीले नगरे कसले गर्नु र अहिले नगरे कहिले गर्नु? तसर्थ आज देशलाई कर्मठ जनशक्तिको आवश्यकता छ। विकसित राष्ट्रहरूको रूपमा उभिएको नेपाललाई आज